यो दसैँ 2082 को भ्लग हो। टिभी हेरिराख्नु भएको छ दुईटा बालकहरूले है। अनि यता टिभी हेरिराख्नु भएको छ बालकहरूले है। अनि बालकहरूले टिभी हेरिराख्नु भएको छ। यता फेरि यहाँ चाहिँ पकाउनलाई रेडी भएको अवस्था छ। 2082 सालको यो चाहिँ उसको दसैँको भ्लग हो। 82 सालको। यसपालि टिको चाहिँ छैन। टिको नभए नि यो भुटुवा सेकुवा चाहिँ यो चाहिँ रोस्ट खाने कार्यक्रम छ। यस अन्तर्गत आज सानो खसी ल्याएर चाहिँ खसी नै काटेर यो तयारी गर्ने कार्यक्रम अन्तर्गत यो रोस्टलाई कि मासुलाई यो भुटुवालाई ए पक्कु यो चाहिँ कार्यक्रम भयो। अब यसै गरेर यहाँ चाहिँ रेडी हालतमा छ यो चाहिँ के रहेछ यो फेरि यो चाहिँ देखिहालिन्छ। यो त यही नै भयो यो रगत होइन। अब यहाँ हामीले चाहिँ यहाँ केही अलि धेरै पनि राखेर बोकेको रहेछ। यसलाई यो के भन्छ आन्द्राहरूलाई उमालिएको यो भित्रीलाई फेरि छोटा छोटी यसलाई यो भित्रीलाई आमाशयलाई गरिएको चाहिँ देखियो। अब यो किचनको दृश्य देख्न सक्नुहुनेछ। यसै गरेर यिनीहरू चाहिँ पकाउने रोस्ट प्लस भित्री भुटुवा बनाउने कार्यक्रम अन्तर्गतको अब हामीले चाहिँ माथि छतमा गर्दैछौँ। यो चाहिँ पकाउँदैछौँ छतमा चाहिँ छतमा चाहिँ यहाँ देख्न सक्नुहुन्छ। एरिया चाहिँ आगो बाल्ने कार्यक्रम सुरुवात हुँदैछ। यो चाहिँ यहाँ हामीले भुटुवा सेकुवा गराउँदैछौँ।